अनुगमन निरीक्षण आफै गएर प्रश्नावली भर्ने सक्नलाई चाहिँ हाम्रो के अरे कानुनी हिसाबले चाहिँ हामीले असार 7 गतेसम्ममा सक्ने भन्ने हो गच्याउने कुरा त्यो चाहिँ बाँकी हुन्छ। अरू त मूल कामहरू हामी 7 गतेसम्म सबै हामीले सफारी गर्यौँ। किन भन्दाखेरि उहाँहरूले पहिलो चरण सबै मुख्य खालका प्रतिष्ठानहरू गर्नुभयो। ल है मित्रौँ, अब हामी चाहिँ आर्थिक गणनामा हिँड्दा हिँड्दै यतातिर कहाँतिर जान चल्ने त बुढीगङ्गा आइपुगेका छौँ। बुढीगङ्गामा 7 नम्बरबाट अहिले हामी 6 नम्बरमा पहुँच गरिसक्यौँ। फर्किने क्रम जारी छ र अब स्थलगत कार्यको चाहिँ अनुगमन निरीक्षण आफै गएर प्रश्नावली भर्ने, उदाहरण पेश गर्ने, अब उत्तरदाताहरूलाई कन्भिन्स गर्ने, हजुर उनीहरूसँग चाहिँ नि उनीहरूलाई चाहिँ उत्तर दिनलाई उत्साहित गर्ने, प्रोत्साहित गर्ने, गणकहरूलाई चाहिँ उत्प्रेरित गर्ने, अन्तर्वार्ताका विभिन्न नमुनाहरू प्रस्तुत गर्ने, यी कामहरू चाहिँ हाम्रो भइरहेको छ। यो चाहिँ अनि कहिलेसम्म सकिने हो? यो सक्नलाई चाहिँ हाम्रो के अरे कानुनी हिसाबले चाहिँ हामीले असार 7 गतेसम्ममा सक्ने भन्ने हो। हजुर यदि सकिएन भने एका ठाउँमा केही अल्झोहरू परेका पनि कुराहरूमा पनि यसो गाँठो फुकाउनु पर्ने हुनसक्छ र त्यो चाहिँ नि अब समयले परिस्थितिले निर्धारण गर्ने कुरा हो। हजुर अब त्यो धेरै जाँदैन। हजुर अब त्यही 7 गते भनेको कुरा अब कसैले अल्झाएको हुन्छ नि हामीलाई। हजुर पहिले नै फारमहरू छोड्नुपर्ने बाध्यता, पत्र लगेर छोड्नुपर्ने बाध्यता, आज आउनुहोस् भोलि आउनुहोस् भनेर रोकेका कुराहरूमा फलोअप गर्ने कुरा, ती नदिएका उत्तरदाताहरूलाई एकपल्ट अझै घचघच्याउने कुरा, त्यो चाहिँ बाँकी हुन्छ। अरू त मूल कामहरू हामी 7 गतेसम्म सकिसक्छौँ। र हाम्रो त करिब करिब गणकहरू अब पुरै खोजी अभियान, यो दोस्रो चरणको खोजी अभियान हुन्छ। मूल चाहिँ नि उहाँहरूले सक्ने जति सकिसक्नु भएको छ। अहिले चाहिँ नि यो निरन्तर पछ्याउने, उत्तर दिन आनकान गर्नेहरूलाई चाहिँ नि गएर फेरि पुनः कन्भिन्स गर्ने र कतै बात छुटे कि भनेर दोहोऱ्याएर सोध्ने काम भइरहेछ अहिले। हजुर अनि हजुरको क्षेत्रमा यो सफारीहरू चाहिँ कम दर्ता भयो के भन्नु? कम तपाईँले भन्न खोज्नु भएको चाहिँ आर्थिक गणनामा सफारीहरू चाहिँ कम लियो भन्ने तपाईँको प्रश्न होला। त्यो होइन, त्यो हुँदैन। सफारी चाहिँ किन हामीले अहिले पहिलो चरण गरेनौँ भन्दाखेरि अहिले सफारीको काम धमाधम भइरहेछ। अहिले तपाईँले आजकै मितिमा बेलुका तपाईँले सोध्नुभयो गणकहरूलाई भने आज तपाईँले कुन कुन खालको प्रतिष्ठानहरू गर्नुभयो भन्दा सबै गणकहरूले तपाईँलाई एउटै उत्तर दिनुहुनेछ, आज हामीले सफारी गर्यौँ। किन भन्दाखेरि उहाँहरूले पहिलो चरण सबै मुख्य खालका प्रतिष्ठानहरू गर्नुभयो। अब दोस्रो चरणमा चाहिँ यो यातायात सेवा दिइरहेका अब सिटी सफारीहरूको गणना गरिराख्नु भएको छ। र उहाँहरू चाहिँ अहिले घर घरमा पुगेर घरमा यदि भेटिएन भने उहाँहरू चोकमा पनि गएर सफारीहरूको चाहिँ गणना गरिराख्नु भएको छ। र अहिले भर्खरै यहाँ गणकहरूले रिपोर्टिङ गरे अनुसार यहाँ सुनसरीदेखिका पनि यता आउँदा रहेछन् भन्नेसम्मको जानकारी आयो। तर उहाँले सुनसरीमा चाहिँ गणना गर्नुभयो। भनेपछि एउटा गर्नुपर्छ आइपुग्यो भनेपछि हजुर यसमा सन्तुष्टि हुन्छ यो कार्यमा? यो कार्यमा मैले हाम्रो